म्याग्दी खोला यो बेनीमा पुगेर कालीगञ्जमा मिसिन्छ। यता गुर्जा हिमालबाट आएको छ। यो चाहिँ तातोपानी भन्ने ठाउँ हो। प्राकृतिक रूपले परम्परागत आदिवासी ज्ञानले प्राकृतिक चिकित्साको रूपमा तातो पानीमा डुबेपछि जिउ दुखेका घाउचोटहरू निको हुन्छ भन्ने मान्यता छ। यहाँ चाहिँ हिजो मात्रै आज मात्रै कम्तीमा 1300 मान्छे यहाँ नुहाउन आइपुगेका छन्। अनि यो निरन्तर बढिरहेको छ भन्ने यहाँका मान्छेहरूको भनाइ छ। ग्रुपमा बसेर नुहाउने गर्ने आलो पालो। यो चाहिँ नेपालको ठुलो पर्यटकीय गन्तव्य, औषधि उपचारका सन्दर्भमा एउटा गन्तव्य रहेछ। धेरै मान्छेहरूले यसबाट लाभ लिएका, आएर नै दोहोऱ्याएर तेह्र्याएर धेरै पटक वर्षौँ पनि आउने गर्दा रहेछन् बिरामीहरू। म पनि यसमा आज बिहान एकखेर नुहाएँ। तर त्यो पोखरी 50 जना जति मान्छेलाई ठिकै हुने पोखरीमा एकैचोटि 200 जति 300 जति मान्छेहरू राख्दा यसले चाहिँ फोहोर भएको हो कि जस्तो देखिन्छ। ठाउँ चाहिँ साँघुरो छ। सकेदेखि स्थानीय समितिले यसलाई विस्तार गरेर 2टा ठुला पोखरी बनाउँदा राम्रो हुने। वारी नपुगे पानी पारी लहर भने गर्न मिल्ने देखिन्छ। तपाईँ पनि एकचोटि मिल्छ भने आउनु होला। म यसपछि त्यो नुहाउँदै गरेका मान्छेहरूको भिड देखाउनेछु।